भिडियोमा देखाएको छ कि एउटा प्लेटमा चिनी हाल्यो, त्यसमाथि सेम्पु हाल्यो, सेम्पु हालिसकेपछि त्यसलाई पानी हालेर मिक्स गरिदियो। मिक्स गरिसकेपछि त्यसबाट वाउ यति धेरै ठुला बबलहरू बनेर तयार हुने रहेछन्। के यो ह्याक साँच्चै काम गर्छ त? ल साथीहरु हामी पनि ट्राई गर्छौं है। ल साथीहरु यसलाई ट्राई गर्नको लागि मैले पनि ल्याइसकेको छु यो चिनी र सेम्पु। ल हेरौँ है साथीहरु यो ह्याक साँच्चै काम गर्छ कि नै। सबैभन्दा पहिला यो चिनीमा सेम्पुलाई हाल्छौं। ल साथीहरु मैले यसमा सेम्पु हालिसकेको छु। अब हामी यसमा पानी हालेर यसलाई मिक्स गर्छौं है। पानी हालिसकेपछि अब यसलाई मिक्स गर्छौं है। ल साथीहरु म चाहिँ यसलाई मिक्स गर्दैछु। तबसम्म साथीहरु यदि तपाई युट्युबमा हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यदि तपाई फेसबुक पेजमा हेर्दै हुनुहुन्छ भने मेरो फेसबुक पेजलाई फलो गरेर हामीसँग जोडिनु होला। म यस्तो भिडियोहरु तपाईको माझमा ल्याउने नै छु। ल साथीहरु मैले यसलाई चाहिँ राम्रोसँग मिक्स गरिसकेको छु। अब हामी यसलाई चेक गर्छौं है के साच्चै बबल हुन्छ नि आउँदैनन्। मैले यो पहिला नै बनाइसकेको थिएँ। ल अब हेरौँ है साथीहरु। वाह साथीहरु साच्चै बनिनु रहेछ है साथीहरु यो। साथीहरु यो ह्याक चाहिँ साच्चै नै काम गर्छ है साथीहरु। हेर्नुस् साथीहरु तपाई पनि यस्तै घरमा बनाउन सक्नुहुन्छ आफ्नो बच्चाहरुको लागि। हेर्नुस् ल साथीहरु यो ह्याक चाहिँ 100% काम गर्छ साथीहरु। तपाईहरु पनि यस्तै आफ्नो घरमा बनाउन सक्नुहुन्छ। बच्चाहरुको लागि खेल्नको लागि यस्तै तपाईहरु पनि बनाउन सक्नुहुन्छ। ल साथीहरु यो भिडियो मन परे लाइक कमेन्ट शेयर गर्नु होला। जय नेपाल।